काण्यकुब्ज भन्ने देशमा एकजना अजामिल ब्राह्मण हुनुहुन्थ्यो। दासीको संसर्ग गर्नुभएछ दासीपति अजामिल। उहाँका धेरैजना छोरा थिए। कान्छा छोराको नाम रहेछ नारायण। सज्जन, संसारमा जड चेतन थूल सूक्ष्म सजीव निर्जीव सबैको नाम हुन्छ। त्यसमा पनि मानिसको नाम त झनै महत्त्वपूर्ण हुन्छ नै। हामी बाँचुन्जेल त नाउँ चाहिन्छ नरहेपछि पनि भोलिपछि सन्तानले तर्पण दिने चिन्ने त्यही नाउँले हो कि होइन, अमुक व्यक्तिका सन्तान अरे भनेर। तर अहिले त के गर्नु, छोराछोरीका नाउँ सुनि नसक्न नाउँ राखेका छौँ हामीले। विधर्मीहरूका नाउँ भरेर घर घरमा भनि नसक्न सुनि नसक्न नाउँ छन् छोराछोरीका। नामका बारेमा शास्त्रले के भन्नुहुन्छ भने माङ्गल्यम ब्राह्मणस्य क्षत्रियस्य बलान्वितम वैश्यस्य धनसमुक्तम शूद्रस्य प्रेषसंविदम। ब्राह्मणको नाउँ राख्दा मङ्गलसूचक नाउँ राख्नुपर्छ। नाथ प्रसाद यस्ता नाउँ जोड्ने, राम प्रसाद, श्याम प्रसाद, हरि प्रसाद, देवी प्रसाद यस्ता नाउँ राख्नुपर्छ। क्षत्रियस्य बलान्वितम, क्षत्रियको नाउँ राख्दाखेरि बल झल्किने खालका नाउँ, वीर बहादुर ध्वज जङ यस्ता नाउँ राख्नुपर्छ। राम बहादुर, श्याम बहादुर, आयुष जङ यस्ता नाउँ सुन्दै मान्छे थर्कियोस्। ब्राह्मणको नाउँ मङ्गलसूचक हुन पर्यो। क्षत्रियको नाउँ बलसूचक, बल झल्काउने खालको ओजस्वी नाउँ हुनुपर्छ। अनि वैश्यको नाउँ राख्दाखेरि धन झल्किने खालको देवराज, भक्तराज, धनपाल यस्ता नाउँ राख्नुपर्छ। अन्त्यजको नाउँ राख्दाखेरि रामदास, श्यामदास, कृष्णदास, वैष्णवदास यस्तो नाउँ राख्नुपर्छ। अब फेरि दास भनेको त हेपेको, हामीलाई क्या यस्तो नाउँ राखिदिएको भन्नु होला। दासको क्या गजब अर्थ छ शास्त्रमा। दत्तम आसनम आस्ते आसतेति दास। परमात्माले दिएको शरीरमा बसेको जिउँदो भक्त भगवानको उपासक भन्ने अर्थ हो दासको अर्थ। दास भनेको हेपिएको भने होइन, भगवानको भक्तलाई दास भनिन्छ। त्यही स्त्रीलिङ्गमा दासी भन्छ। छोरा मान्छेको नाम राख्दा सकेसम्म 2 या 4 अक्षरको उत्तम मानिन्छ। छोरी मान्छेको नाम राख्दाखेरि 3 अथवा 5 अक्षरको अन्तिमको वर्ण दीर्घ भएको उत्तम मानिन्छ। 2 अक्षरकै भए पनि अन्तिमको वर्ण दीर्घ हुन पर्यो। अमला, कमला, विमला, रीता, गीता, गोदा, लक्ष्मी, दुर्गा यस्ता नाउँ राख्नुपर्छ। राम, श्याम, हरि, गोपाल, गोविन्द, कृष्ण, दामोदर, जनार्दन, अनन्त, अच्युत यस्ता नाउँ राख्नुपर्छ। छोराको नाउँ सुनि नसक्दछन्। किन नाउँ राम्रा राख्न पर्यो भने नि, छोराको नाउँ लक्ष्मण, राम, अनन्त, दामोदर, जनार्दन रहेछ भने 10 पल्ट जनार्दन भनेर छोरालाई बोलाउँदा पनि 10 पल्ट भगवानको जप हुन्छ। केशव नाउँ रहेछ भने छोरालाई 10 पल्ट केशव, यता आऊ केशव, त्यता जाऊ केशव, यसो गर केशव भन्दा पनि उहाँ भगवानको जप भइरहेको हुन्छ। राधा, लक्ष्मी, दुर्गा, सरस्वती, अमला, कमला, विमला, मिथिला, गीता, रीता, सीता, शकुन्तला, सावित्रा यस्तो नाउँ रहेछ भने 10 पल्ट लक्ष्मी, रीता, पार्वती भनेर 10 पल्ट बोलाउँदा, छोरी बुहारीलाई बोलाउँदा 10 पल्ट जप भइरहेको हुन्छ भगवानको भगवतीको। नाउँ राखेको छ स्विटी, गुडिया, पप्पी, के यस्ता नाउँले काम हुन्छ, याद गर्नु होला। ल अब विचार गर्नु त, सुट गरुन्जेली त स्विटी ठिकै छ, भोलिपछि 93 वर्षकी भएपछि स्विटी हजुरआमा आइसो भन्दा कस्तो सुनिन्छ होला त्यो दिन, हो कि होइन? त्यो दिनलाई नै काम राख्ने खालको नाउँ राख्नुपर्छ। अर्थ नपर्थका यस्ता पाङ्दुरे नाउँले कल्याण हुँदैन। भगवानको अनुग्रह थाहा नपाइकन अहेतुकी कृपा हुन्छ नामसँग पनि। जस्तो कस्तो अहेतुकी कृपा भनेको कस्तो भने नि, कहिलेकाहीँ हामीले त्यो श्राद्धमा तर्पण गरेको जल, श्राद्धको तर्पण गरेको जल लगेर कुनै वृक्षको फेदमा सिञ्चित गर्छौँ। हामीले त त्यो तर्पण गरेको जल सेलाएको हो, त्यहाँ विसर्जन गरेको, तर हामीले त्यो वृक्षका फेदमा जल सिञ्चित गरेपछि त्यो वृक्षको जराले तानेर हरियो भयो भने त्यो पुण्य पनि हामीलाई थाहा नपाइकन मिल्छ। हामीले त्यो रुख हरियो बनाउन जल हालेको होइन, त्यहाँ तर्पण गरेको जल लगेर त्यहाँ विसर्जन गरेको, तर थाहा नपाइकन त्यो रुखका जराले तानेर त्यो रुख हरियो भयो भने त्यो पुण्य हामीलाई प्राप्त हुन्छ। कहिलेकाहीँ बच्चो समात्न जाँदाखेरि बच्चो वरिपरि मन्दिर घुमो, थाहै नपाइकन बच्चो समात्न पछि पछि हामी पनि कुद्यौँ भने त्यो मन्दिर परिक्रमा गरेको पुण्य पनि हामीलाई थाहा नपाइकन हुन्छ। गर्न त मन्दिर परिक्रमा भनेर गरेकै होइन, बच्चो समात्न दौडेको, तर थाहै नपाइकन त्यो बच्चाको पछि पछि मन्दिर बच्चो समात्न घुमियो भने पनि त्यो परिक्रमा गरेको पुण्य हामीलाई प्राप्त हुन्छ। त्यसैले राम्रा नाउँ राख्नुपर्छ छोराछोरीका। अहिले त के बाबुआमाका नाउँ मिसाएर के राखेका छन् सुनि नसक्न नाउँ। काहीँ न काहीँ नामको अर्थ रहन्छ है। नाम राम्रो भयो भने काम राम्रो हुँदैन।
अहिले भन्न भएको छैन, नाम खपिन सक्ला छन् जताततै। दुई तीनटा कुरा सुधार्नै पर्छ हामीले। एउटा यो नामका बारेमा कहिलेकाहीँ नक्षत्रको नाम अप्ठ्यारो उठ्यो भने त्यसलाई गोप्य राख्ने सङ्कल्पहरूमा आफूले प्रयोग गर्ने, अनि इष्टदेव महिना भगवानको नाम राख्नुपर्छ। विष्णु सहस्रनाममा 1000 नाम, गोपाल सहस्रनाममा 1000 नाम, राम सहस्रनाममा 1000 नाम, शिव सहस्रनाममा 1000 नाम, लक्ष्मी सहस्रनाममा 1000 नाम, दुर्गा सहस्रनाममा 1000 नाम, राधा सहस्रनाममा 1000 नाम छन् त कस्तो एउटा नि नभेटेको त हाम्रा छोराछोरीलाई राख्नु। कहाँका पाश्चात्यका विधर्मीहरूका नाम भरेका छन् घरमा सुनिन सक्न। त्यसैले नामको ठुलो महत्त्व छ। केही गर्न सकेन, तीर्थव्रत गर्न सकेन, दान पुण्य गर्न सकेन, भगवानको भजन गर्न सकेन भने लक्ष्मी रहेछ छोरीको नाम भने, बुहारीको नाम लक्ष्मी रहेछ भने 10 पल्ट लक्ष्मीलाई दिनमा हराउँदा पनि मजा भइरहेको हुन्छ, थाहा नपाइकन। त्यसैले नामको ठुलो महत्त्व छ। राखिसकेकोलाई त भन्नु केही रहेन, राख्नेवालाले विचार गर्नु होला पूर्व भिक्षा भने। अब के नै रहेर उपदेशसम्म गर्ने कुरा रह्यो, पालना गर्ने नगर्ने यहाँहरूको कुरा हो। मानेछन् भने, पत्याछन् भने, ठिकै छ पुरो भने विचार गर्नु होला। नामको महत्त्व हुन्छ। काहीँ न काहीँ भगवानसँग भगवतीसँग सम्बन्धित नाउँ अर्थ लाग्ने खालको नाउँ राख्नुपर्छ। किन नाउँ, एउटा यो कुरा नाउँ राख्ने कुरा। अर्को यो जन्म उत्सव मनाउने कुरा पनि बर्बाद छ है हाम्रो। जन्म उत्सव मनाउने तिथिमा हो सकेसम्म, गतेमा होइन। किन गतेमा होइन भने नि जेठ 32 गते जन्मेको बच्चो अर्को वर्ष 32 को महिनै हुँदैन जेठ, अनि त्यसको जन्मदिन हरायो होला। 31 गते मनाउनु कि असार 1 गते मनाउनु, कहिलेकाहीँ त्यस्तो हुन्छ गतेमा मनाउँदा, हो कि होइन? कहिलेकाहीँ साउन 32 गते बच्चा जन्मेको हुन्छ, अर्को वर्ष 31 को महिना साउन भयो भने त्यसको जन्म वर्ष हरायो। यस्तो काम नथालिने काम त हुँदैन। त्यसैले जन्म उत्सव मनाउँदाखेरि तिथिमा मनाउनुपर्छ पहिलो कुरा। अर्को यो जन्म उत्सव मनाउने कुरो बर्बाद हो हाम्रो। भगवानको आराधना गर्ने, अष्टचिरञ्जीवीको पूजा गर्ने, भगवानका मन्दिरमा गएर दर्शन गर्ने, मिष्टान्नहरू बनाउने, भगवानलाई अर्पण गर्ने, प्रसाद दिने, अनि ठुला मान्छेको आशीर्वाद दिने, यो पो हो त जन्म उत्सव मनाउने तरिका। हाम्रातिर के छ भने मोमबत्ती बालो जति वर्षको भयो त्यतिबाट अनि फु गरेर निभायो, गर्ने जति गऱ्यो प्रगति अब निभा भनेर निभाएको के हो? अचम्म छ त। हाम्रा शास्त्र पूर्वीय दर्शनले त बत्ती निभेको राम्रो मानेको छैन। पाश्चात्यहरू विधर्मीले के देखे हामी त्यही सिकेर आएर मक्ख पर्यौँ त्यहाँनिर। अनि कागजको टोपी छोराछोरीलाई, त्यो जन्मदिनका दिन कागजको टोपी चाहिँ किन लाउनु पर्ने? त्यसले जाडो छेक्छ कि गर्मी छेक्छ कि अर्को वर्ष काम दिन्छ कि पैसा अकाल, हो कि होइन? अर्को टोपी किनिदिनु फेरलाई पनि काम दिन्छ। दुईटा काम चाहिँ नगर्नु होला, बत्ती निभाउने काम र यो कागजको टोपी। कपडा